नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूको यो पोस्टमा मैले यो कमेन्ट गरेको थिएँ। त्यसको केही समयमा मलाई उहाँले यस्तो मेसेज पठाउनु भएको रहेछ, हेर्नुहोला। उहाँले जेनजेड आन्दोलनको क्रममा भएको हिंसालाई स्पष्ट पार्न खोज्नु भएको रहेछ। लिङ्क पनि सँगै दिएको छु, मजासँग हेर्नुहोला। यो भिडियो अनुसार त्यति बेलाको घटना सान्दर्भिक नै देखिन्छ। प्रहरीलाई आक्रमण गर्न खोज्दा प्रहरीले आफ्नो रक्षार्थ, आफ्नो जिम्मेवारी पूरा गर्नको लागि गोली चलाएको, राज्यको सम्पत्ति जोगाउनले गोली चलाएको भन्ने कुरा प्रष्ट देखिन्छ। तर उहाँका बेला बखतमा देखिने अन्य गतिविधिहरू, अन्य अभिव्यक्तिहरू, अन्य आन्दोलनहरूलाई दमन गर्न खोजेका भाष्यहरू, भाषाहरू, उहाँको बोल्ने शैली, तौर तरिका मैले तपाईहरुलाई भनिराख्नु पर्दैन, हामी जानकार नै छौं। यति बेला चुनावको माहौल चलेको हुनाले मैले जय बालेन लेखेको शब्दले नै उहाँलाई धेरै प्रभावित पारेको जस्तो देखिन्छ। उहाँले मलाई बालेनको पछि नलाग्न यो एसएमएस पठाउनु भएको प्रष्ट देखिन्छ। आदरणीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, तपाईको त्यति बेलाको हरकत मात्रै होइन, तमाम कुराहरू छन् तपाईलाई जनताले नरुचाउनुको। एकपटक आफ्ना पुराना गतिविधिहरू हेर्नको लागि पुराना भिडियोहरू सामाजिक सञ्जालमा मजासँग खोजेर हेर्नुहोला, जहाँ तपाईलाई जनताले तथानाम गाली गरेका भिडियोहरू प्रष्टै भेट्न सक्नुहुन्छ, प्रशस्तै भेट्न सक्नुहुन्छ। त्यहीबाट तपाई प्रष्ट हुन सक्नुहुन्छ तपाईलाई जनताले कहिलेदेखि कुन स्थितिबाट नरुचाएको हो भन्ने कुरा। बा हजुर, अब तपाईलाई यो देश बनाउने दौडमा धेरै दौडाएर युवाहरूले दुःख दिन चाहन्नन्। त्यसैले धेरै दुःख नगर्नु, छोराछोरीले भनेको खुरुक्क मान्नु। घरमै बसी बसी मासिक 4000 र त्रैमासिक रूपमा 12000 रुपैयाँ वृद्ध भत्ता बुझिलिनुहोस्। र सम्पूर्ण मतदाताहरूलाई मेरो अनुरोध, तपाईले अरु जोसुकैले जिताउनुहोस्, मतलब भएन। झापाबाट केपी ओलीलाई हराउनुहोस् र देशभरिबाट नेकपा एमाले र नेकपा एमालेसँग सहकार्य गर्ने जुनसुकै दललाई पनि कसैले पनि मत नदिनुहोस्। एकपटक आफ्ना सानो बालबच्चालाई सम्झिनुहोस्, आफ्ना सन्ततिलाई सम्झिनुहोस्। त्यो जेनजेड आन्दोलनको क्रममा गोली खाएका बच्चाहरूको अनुहारमा आफ्नो बच्चाको अनुहार देख्नुहोस्, अनि बल्ल भोट हाल्नुहोस्। तपाईले मतपेटिकामा केवल स्वस्तिक छाप लागेको कागज मात्र खसाल्दै हुनुहुन्न, आफ्नो बच्चाहरूको भविष्य खसाल्दै हुनुहुन्छ। यो देश बनाउने कि बिगार्ने, आफ्ना सन्ततिहरूको भविष्य सुधार्ने कि बिगार्ने भन्ने कुरा तपाईहरुकै हातमा छ। एकपटक राम्रोसँग सोचेर निर्णय गर्नुहोस्। यो पार्टी त्यो पार्टी भन्ने होइन, तर यी हत्याराहरूलाई चाहिँ छुट छैन। यी हत्याराहरूले देश बनाउँछन् भनेर सोच्नु भनेको तपाईको सबैभन्दा ठूलो भुल हुनेछ।